हामी यस भिडियोमा दिएको चित्रको वाटर इमेजहरू कसरी पत्ता लगाइन्छ त्यसको सोलुसन बनाउने छौं। अब यहाँ क्वेशन नम्बर 1 मा हेर्नुस् त दिएको एक्स चित्र। यहाँ एक्स चित्रमा भएको पिक्चरको चाहिँ यो वाटर इमेज ए बी सी डी मध्ये कुनमा वाटर इमेज छ यो एक्स चित्रको तपाईहरु गेस गर्नुस् त। ल सुरु गरौँ त। वाटर इमेज भनेको हामीले भन्थ्यौं पानीमा माथिको तल देखिन्छ उल्टो देखिन्छ भनेको छौं। अब यसलाई यस्तो तीरलाई पानीमा नि गर्दैन कस्तो देखिन्छ? पानीमा देख्ने यताको तीर यता जान्छ। अब यो तल यस्तोलाई यो यतातिर जान्छ। ल अब यतातिर अप्सनमा कुनमा छ? ए मा त तलतिर छ, यस तलतिर छ यो मिलेन। बी मा यतातिर छ तर यतातिर जानुपर्ने यो पनि मिलेन। सी मा यतातिर गएको छ, डी मा पनि यतातिर गएको छ। यो सी र डी मध्ये एउटा हुन्छ भनेर हामीले बुझ्यौं। अब अर्को हेरौँ यसको। यहाँ नजिक थोप्ला हेरौँ। थोप्ला यता र यता छ। थोप्ला यता र यता छ देख्नुभयो होला। अब यसको थोप्ला पनि यता र यता छ सी मा। यो ठीक छ तर डी मा चाहिँ माथि तल र माथि छ। यो तल र माथि थोप्ला हुँदैन। थोप्ला यता र दायाँ र बायाँ छ भने दायाँ बायाँ नै हुन्छ। पछि यसको सही आन्सर कुन भयो? अप्सन नम्बर सी यसको सही आन्सर भयो। त्यसैले यसको क्वेशन नम्बर 2 को तपाईहरु गेस गर्नुस् त कुन हुन्छ? ल सुरु गरौँ है त। यो तीर यतै हुन्छ, यता पनि यता छ, यता पनि यो पनि ठीक छ, यो पनि ठीक छ तर यो डी नम्बर यता गएको छ। डी नम्बर मिलेन। अब यो अर्को गोल हेर्नु माथिको तल आएको छ। यहाँ पनि तल छ, यहाँ पनि तल छ, यहाँ पनि तल छ, गोलो पनि मिल्यो। अब यो हेर्नुस्, यो माथिको दाहिने साइडमा छ। तीनटैमा दाहिने देब्रे साइडमा छ तीनटैमा। यो अप्सनमा तीनटै देब्रे साइडमा छ। अब यो हेरौँ, यसलाई हेरौँ। यसलाई उल्टाउँदा कस्तो हुन्छ? यसलाई यस्तो त छ भने यसको अपोजिट यता हुन्छ यता। अनि यतातिरको रंगिन्छ। यतातिर रंगिन्छ। भनेपछि यो कता रंगेको छ? यो यतातिर तलतिर रंगेको छ, यो मिलेन। यो यस्तो यतातिर रंगेको छ, यो मिलेन। तर यहाँ नजिक हेर्ने गोलोमा यो माथितिर रंगेको छ। भनेपछि यो सही आन्सर अप्सन नम्बर सी हुन्छ। 2 गर्ने अप्सन नम्बर सी। अब क्वेशन नम्बर 3 मा हेरौँ त। 3 मा चाहिँ कुन सही छ? अब यो यता छ भने यसको उल्टाउँदाखेरि यो यस्तो छ भने उल्टाउँदाखेरि यस्तो हुन्छ। भनेपछि यो तल हुन्छ। यतातिर भएको कुन छ? यसमा त मिलेन। जस्ताको त्यस्तो छ। यो यता छ, यो मिलेन। यो पनि यता छ, यो पनि मिलेन। यो यतातिर छ, यो मिल्यो। अब यसलाई पनि हेर्न सकिन्छ। यो यस्तो छ भने यो यता माथितिर, यो यस्तो छ भने यस्तो, अनि यस्तो अपोजिट यहाँ नजिक डीमा जस्ताको त्यस्तै मिल्छ। दुईटै मिल्छ।
यो पनि छ र यो पनि छ, दुईटा मिलेको कारण अप्सन नम्बर डी हुन्छ यसको सही आन्सर। त्यसै गरी यसको अर्को हेरौँ, 4 नम्बर हेरौँ। 4 नम्बरमा चाहिँ कुन हुन्छ तपाईहरु गेस गर्नुस् त। ल अब सुरु गरौँ है त 4 नम्बर कुन हुन्छ भनेर। यो यता छ भने यो पनि यता छ, यो पनि यता छ, यो पनि यता छ, तर यो यतातिर छ। यो यता हुनुपर्ने थियो। यो डी नम्बर मिलेन। अब गोलो तल छ भने माथि छ, यहाँ पनि माथि छ, तर यहाँ नजिक उयै छ भन्छ, यो वाटर इमेज भएन। यसलाई पनि सी पनि कट्टा। अब यो हेरौँ, त्रिभुज हेरौँ। त्रिभुज माथि छ भने तल आउँछ। तल कस्तो उल्टो भएर आउँछ। भनेपछि तल उल्टो कहाँ छ, यहाँ त उल्टै छ, ए पनि मिलेन। यहाँ बी नम्बरमा उल्टो भएको छ, यो सही छ। त्यसले यसको सही आन्सर अप्सन नम्बर बी हुन्छ। त्यसै गरी क्वेसन नम्बर 5 मा हेरौँ। 5 मा कुन छ सही आन्सर। अब यो यता छ भने यो यता हुन्छ, यो तलतिर छ भने यो यस्तो माथितिर हुन्छ। भनेपछि यो यहाँ पनि छ, तर यहाँ नजिक छैन। भनेपछि यो कट्टा। अब हेरौँ, यो तीर त भयो। अब यो यसलाई यो यता छ भने यो तीर यो यता हुन्छ। अब यो तीर माथि छ भने यो तीर तल हुन्छ। भनेपछि तल यहाँ पनि छ, यहाँ पनि छ, यहाँ पनि छ। अब तीर र यो त हेरौँ। अब हामी यो हेरौँ, यहाँको यो माथि छ भने यो अब कता हुन्छ होला गेस गर्नुस् त। यो भनेको माथि नै हुन्छ। यो भनेको यो बीचको चाहिँ यो तल माथि छ नि, बीचको चेन्ज हुँदैन। भनेपछि यहाँ र यहाँ त चेन्ज छ, मिलेन। यहाँ सही छ, अप्सन नम्बर डी मा सही छ। अब यो अप्सन नम्बर यहाँको एक यो पनि हेर्न सक्नुहुन्छ तपाईँ। यसको चाहिँ पछाडि यो तीर छ, यहाँ नजिक यसको पछाडि यहाँ गोलो छ। मिलेन, तीर हुनुपर्ने थियो, यहाँ गोलो छ, यो मिलेन। त्यसले यसको अप्सन नम्बर डी राइट हुन्छ। त्यसै क्वेसन नम्बर 6 मा कुन हुन्छ तपाईहरु गेस गर्नुस् त। ल अब सुरु गरौँ है त। यो तल छ भने चाहिँ माथि हुनुपर्छ। यहाँ पनि माथि छ, यहाँ पनि माथि छ, यहाँ पनि माथि छ। अब फेरि यो हेर्नुस्, यो यता छ भने यो यिनीहरू तल हुनुपर्छ, तल छ। ठिक छ। अब यो यता छ भने यो पनि दाहिने नै हुन्छ, तर यो दाहिनेतिर छ। यो देब्रे छ भने यो पनि देब्रे नै हुनुपर्छ। अरे लेफ्ट साइड छ यहाँ, यो पनि लेफ्ट साइड हुनु पर्यो, तर राइट साइड छ। यो कट्टा। यहाँ पनि लेफ्ट छ, यहाँ पनि लेफ्ट साइड छ। ठिक छ। यो राइट छ भने यता नि राइट, यहाँ
यहाँ पनि राइट साइड छ, यहाँ पनि राइट साइड छ भनेपछि अब यसको अर्को इन्डियन। अब यहाँ नजिक यसमा यस्तो छ, यहाँ यस्तो छ। अब यो यस्तो छ भने यो पानीमा उल्टाउँदा कस्तो देखिन्छ? यसलाई यतातिर देखिन्छ भनेपछि यो पानीमा यस्तो हुनु पर्यो। अब यस्तो कुनमा छ? अप्सन नम्बर ए मा छ, अप्सन नम्बर सी मा छ, अप्सन नम्बर डी मा छैन, अप्सन नम्बर डी गलत भयो। अब यो अप्सन नम्बर ए र सी मा एउटा हुन्छ। अब यो गोलो घेरा हेरौँ, यो गोलो घेरा उल्टिँदा कस्तो हुन्छ? यो तलतिर रङ भरेको छ भने यहाँबाट माथितिर रङ भरेको हुनु पर्यो। भनेपछि यसको त यहाँ तलैतिर रङ भरेको छ, यो तलैतिर रङ भरेको छ भनेपछि यो मिलेन। यसको यहाँ माथितिर रङ भरेको छ भनेपछि यो अप्सन नम्बर सी, यसको अप्सन नम्बर सी हुन्छ राइट। यो पनि कटा, अप्सन नम्बर सी राइट। त्यसै गरी 7 नम्बरमा हेर्नुहोस्, कुन हुन्छ? ल गेस गर्नुहोस् त। ल अब सुरु गरौँ है त। अब यो यस्तो छ भने यसलाई यतातिर फर्केको हुनु पर्यो, यो तिर यता हुनु पर्यो, तर यो पनि यतातिर छ, यो मिलेन। यो सिधा छ, यो पनि मिलेन। यो र यो यतातिर फर्केको छ। अब यो बी र सीमा एउटा हुन्छ। अब यसको यो अर्को हेरौँ, गोलो घेरा पनि छ, गोलो घेरा पनि छ। अब यसको थोप्लालाई हेरौँ, यो थोप्ला यहाँ यतातिर छ भने यताको पनि यो भन्दा माथि छ भने यता पनि माथितिर हुनुपर्छ, यतातिर तलतिर हुनु भएन। यतातिर पनि माथि नै हुनु पर्यो, यतातिर यो तलतिर हुनु भएन। किनकि यहाँ नजिक यो भन्दा यहाँ माथितिर छ थोप्ला, अनि यता पनि माथितिर हुनु पर्यो, तर यहाँ तल छ, यो मिलेन। यहाँ माथि छ, यो लाइन भन्दा माथितिर छ, त्यसले अप्सन नम्बर सी राइट। यसको अप्सन नम्बर सी राइट हुन्छ। त्यसै गरी क्वेसन नम्बर 8 को हेरौँ। 8 मा कुन हुन्छ? 8 मा हेर्नु, आठमा नि यो तल छ भने माथितिर जान्छ भने यहाँ पनि माथि छ, यहाँ पनि माथि छ, तर यहाँ तल छ, यो मिलेन। यो पनि माथि छ। अब यो हेर्नुहोस्, यसलाई यस्तो छ भने माथितिर यो कस्तो हुन्छ? अब माथितिर यसको जस्ट यसलाई नि रङ भरिदिनुहोस् न, माथितिर यस्तो हुन्छ, यस्तो हुन्छ। अब यस्तो भनेको एमा त यो फर्स्ट यतातिर खाली छ, एमा त फर्स्ट यस्तो आएको छ, मिलेन। यो यस्तो आएको छ, योसँग यो मिल्ने भयो। अब यो चाहिँ यस्तो, यो चाहिँ यु आकारको छ, यस्तो छ, दुवै साइड यस्तो भएको छ भनेपछि यो मिल्दैन। यहाँ यस्तो, यहाँ यस्तो खाल्टो छ भने यहाँ नजिक पनि खाल्टै छ यतातिर, तर यहाँ यस्तो छ, मिलेन। त्यसले यसको अप्सन नम्बर बी राइट हुन्छ।
आजलाई यति यसको बाँकी के क्वेशनको सोलुसनहरु यसको नेक्स्ट पार्टमा ल्याउने छु। यदि भिडियो मन पर्यो भने एक लाइक र कमेन्टमा आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला।